हर्का साम्पाङलाई चाहिँ तिमीहरूले विरोध गर्छ नि होइन, तिमीहरू नेपाली होइन के, तिमीहरू इन्डियन हो, इन्डियन, तिमीहरू झोली हो। मलाई मन पर्नुको कारण चाहिँ म तिमीहरूलाई पढाएर सुनाउँछु बुदागत रूपमा, सुन्नु राम्रोसँग झोलीहरू। 1 नम्बरमा म मर्दा मलामी नआउनु, तर देश बनाउन बोलाउँदा चाहिँ आउनु, यो कुरा बुझ। 2 नम्बरमा मलाई सम्मान नदिनु, मलाई श्रम दिनु, बुझ्नु राम्रोसँग। नेतालाई जबसम्म हाँस्ने छुट छैन, जबसम्म देश रोइरहन्छ। 5 नम्बरमा मेरो नाममा एक धुर जग्गा पनि छैन, म देश विकास गर्न आएको मान्छे हुँ। 6 नम्बरमा मेरो निष्ठा र इमान झुकेको दिन त्यही पल मेरो मरण होस्। 7 नम्बरमा भ्रष्टाचार र दलाली गरेर 1 पैसा मात्र मेरो मुखमा परेको दिन त्यही पल मेरो मृत्यु होस्। 8 नम्बरमा बरु मेरो लास उठोस्, तर मलाई विश्वास गर्ने जनताको बास नउठोस्। 9 नम्बरमा ठुलो हुने धुलो हुनु हो, सानो हुने रानो हुनु हो। यो शब्दहरूले नै हो मेरो मन छुको, जबकि हर्का साम्पाङमा यति धेरै चाहिँ देशप्रेमी छ के। तिमीहरूले बुझ्दैन, तिमीहरू त झोली हो। यही हो, बुझ्ने कोसिस गर्नु, सबैजनाले रिपोस्ट गर्नु, भिडियोलाई सेयर पनि गर्नु होला।